आपिस यस संस्थाले झन्डै 1 दशक पुरा गर्न लागिरहेको कुरा यहाँलाई सर्वविदितै छ। तापनि यस बिचमा कोरोना र यसको कारणले सिर्जित मन्दीको अवस्थाले सम्बन्धित क्षेत्र भन्नाले हामीले अलिकति नगरपालिकालाई पहिले त हामीले धेरै सहयोग लिएर धेरै काम गरेका थियौँ, तर अहिले नगरपालिकाबाट हामीले त्यति साह्रै अपेक्षा राखे अनुसारको सहयोग पाउन सकेका छैनौँ। त्यसैले मैले अलिकति बाहिरको सहयोग पाउन नसकेको हुनाले र अहिले प्रविधिमा आएको उच्च छलाङका कारण पनि यसको प्रयोगमा केही आकर्षण घट्न गएको महसुस गरेका छौँ। किनभने हामीसँग जनशक्ति र स्रोत साधन एकदम कम भएको र स्थानीय सरकारले पनि यसलाई कोषको व्यवस्थापन गरी नयाँ प्रविधि मैत्री बनाएर लैजानु पर्नेमा आर्थिक अभावको कारण देखाई पञ्चने परम्पराले पुस्तकालय व्यवस्थापनमा ठुलो चुनौती खडा भएको छ। यसमा मेरो कुरालाई भने हाम्रो कुराले दिइरहनु भएको छ, तर अहिले हामी नगरपालिकामा धेरै पटक धायौँ, अलिकति सहयोग पाउन नसकिरहेको अवस्था छ। एकातिर सरकार जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय भन्ने नारा लिएर एक नगरपालिका एक पुस्तकालयको अवधारणा बढाएको छ भने स्थानीय सरकार सबै स्थानीय जनताको पहलमा नै सबै कुराको व्यवस्थापन गर्नुपर्छ भन्ने टिप्पणी गरिरहेको पाइन्छ। यसरी शिक्षाको मन्दिर जस्तो ज्ञान दिने संस्था व्यवस्थाको अवस्थामा पर्नु दुर्भाग्यपूर्ण भएको छ। किनभने कम्तीमा पनि 10 साल खोल्नुपर्ने पुस्तकालयमा एकजना सामान्य कर्मचारी राख्नु पर्दा पनि वर्षको कम्तीमा 3 लाख स्रोतको आवश्यकता पर्ने हुन्छ। जुन कोष पुस्तकालयले जुटाउन धेरै गाह्रो विषयवस्तु हो। यति हुँदाहुँदै पनि 1 वर्ष अगाडिसम्म हामीले एकजना स्वयंसेवक कर्मचारी मार्फत संस्थाका गतिविधिहरूलाई अगाडि बढाउँदै आइरहेका थियौँ। तर यो बिचमा केही प्राविधिक कठिनाइका कारण संस्थाको सामान्य गतिविधिहरू बाहेक नियमित प्रक्रिया र कविता कार्यक्रम बाहेक खासै उल्लेखनीय कार्य गर्न नसकेकोमा हामी क्षमा प्रार्थी छौँ। यसको गतिविधिहरूलाई बढाउन हामीले धेरै ठाउँमा ढकढक्याउन पुग्यौँ, तर हामीसँग आफ्नो फिल्ड जमिन नहुँदा त्यस्तो कुनै उपलब्धि हात पार्न सकेनौँ। खुकुरीको चोट अचानकलाई थाहा हुन्छ भने हामी आफ्नो नाउँमा फिल्ड जमिन नहुँदा त्यसको व्यवस्थापन गर्नलाई 1 वर्षभन्दा बढी विभिन्न ठाउँमा विभिन्न महानुभावहरूसँग अन्वय विनय गर्दै धेरै सहयोगको अपेक्षा गर्दै रह्यौँ। तर केही कहीँ क्षेत्रफल कम हुने, कहीँ रकम अपुग्ने, कहीँ सरकारी मापदण्डले नदिने र कहीँ सार्वजनिक जग्गा पनि प्रयोग गर्न नपाउने नियमका कारण हामीलाई कुनै उपलब्धि हात लाग्न सकेन। त्यसले गर्दा अन्तमा हामी कुनै उपाय खोज्नै पर्छ भनी हामी वडा कार्यालयसँग यो वातावरण मिलाइदिन अनुरोध गर्न पुगेका थियौँ र नेपाल वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणको नाउँमा रहेको सिउँडीबारी स्थित भवन, जहाँ हामी विगत 10 वर्षदेखि नै बस्दै आइरहेका छौँ, त्यसै भवनमा नै 9 नम्बर वडा अध्यक्षको पहलमा धेरै पटकको छलफल पश्चात विगतमा पनि सामुदायिक सेवा केन्द्रले नै बस्न अनुमति दिई बस्दै आइरहेको र हालसम्म पनि सामुदायिक सेवा केन्द्रको केही आर्थिक अवस्थाको लागि भनी आएको सहयोगलाई सम्बोधन गरी हामीले सामुदायिक सेवा केन्द्रले दिलाएको सामुदायिक सेवा केन्द्रले केही आर्थिक सहयोगको अपेक्षा गरेको हुनाले उक्त निवेदनलाई सकारात्मक रूपमा लिई अन्यत्र हामीले आफ्नो फिल्ड बनाउन नसकेको हुनाले विद्युत प्राधिकरणको
लाई विद्युत बारीकरणलाई आवश्यक नपर्दासम्मका लागि पुस्तकालयले अस्थायी संरचना तयार गरी बस्न सक्ने र पुस्तकालय लगायत अन्य हातेमालो मुलामा समूह, रेड क्रस, ज्येष्ठ नागरिक र सामुदायिक सेवा केन्द्र सबै यसै ठाउँमा रहने भनी भएको स्थानीय जनप्रतिनिधि, पार्टी प्रमुख, विभिन्न सङ्घ संस्थाका प्रमुख सहित बुद्धिजीवीहरूको भेलाको निर्णयअनुसार रु 1,20,000 आर्थिक सहयोग पनि प्रदान गरी भवन अगाडिको प्राङ्गणमा, हामीले सामुदायिक भवनको अगाडि यही प्राङ्गणमा अस्थायी संरचना तयार गरी प्राङ्गणमा पुस्तकालयको एक अफिस र एक पठन कक्ष, यदि यो हाम्रो अफिसको रूपमा छ भने यसलाई हामीले पठन कक्षको रूपमा लिएका छौँ। अलिकति यहाँ चस्मा ल्याइन्छु मैले, यहाँ अलिकति पढ्नलाई असुविधा भइरहेको छ है, माफ गर्नु होला। पठन कक्ष निर्माण भइरहेको कुरा जानकारी गराउँछु। पुस्तकालयमा नेट जडान भइसकेकोले ज्येष्ठ नागरिक वा जोसुकैले पनि पठन कक्षमा लगानी गरी निर्माणमा लागिएको एक भवनमा सदस्यहरू हुनुहुन्छ। विविध विधामा गरी 6,000 भन्दा बढी पुस्तकहरू रहेका छन्। वेद, महाभारतका साथै कर्मकाण्डका पुस्तकहरू पनि हामीसँग रहेकोले सबै मानवहरूलाई यसको भरपुर उपयोग गर्नुहुन अनुरोध गर्न चाहन्छु। यसका साथै हामीसँग 32 थान कुर्ची र 5 थान दराज, 6 थान पुस्तकगृह, 7 थान टेबल, 2 थान अफिस दराज, 2 थान डेस्कटप कम्प्युटर र 2 थान आरामी सोफा, साथै इन्टरनेटको व्यवस्था गरिएको छ। केही आवश्यक सामग्रीको व्यवस्था भइसक्दा पनि एकजना अफिस सञ्चालन गर्ने कर्मचारी र पाठकको अभाव एकदमै खर्चिएको विषयवस्तुहरू हुन्। त्यसका लागि एकजना कर्मचारीको छिट्टै व्यवस्था गरी यी लाइब्रेरी समेत सञ्चालन गर्ने लक्ष्य राखिएकोले तपाईँहरूले यसको उपयोग गर्नुहुनेछ भन्नेमा पूर्ण विश्वास लिएका छौँ। साथै ज्येष्ठ नागरिकहरूको साथै सबैको लागि टिभी, पत्र पत्रिकाको समेत व्यवस्था गरिनेछ। हाल पुस्तकालयको कोषमा 9,90,000 रहेकोमा भवन निर्माणमा 4.5 लाख जति खर्च लाग्ने अनुमान गरिएको छ र सामुदायिक सेवा केन्द्रलाई रु 1,20,000 हामीले 72 देखि बस्दै आयौँ। बिचमा हामीले बिजुली पानी पनि सामुदायिकले आफैले तिर्नुभएको थियो, हामीले तिरेका थिएनौँ। अहिले सामुदायिकलाई अलिकति आर्थिक असिलो पर्यो, केही सहयोग गरिदिनु भन्ने उहाँहरूको चाहिँ एउटा अपेक्षा आयो र हामीले 8-10 वर्षसम्म बिजुली पानी पनि त हामीले निःशुल्क प्रयोग गऱ्यौँ भने केही सहयोग दिउँ न त। त्यसरी एउटा सहमतिमा जाउँ भनेर 1,20,000 रुपियाँ हामीले सामुदायिक सेवा केन्द्रको एम्बुलेन्सको ऋण तिर्न भइरहेको विषय। त्यसको लागि 1,20,000 रुपियाँ हामीले सहयोग गरी झन्डै 6 लाख खर्च हुने, हाम्रो 9,90,000 मध्ये करिब 6 लाख खर्च हुन्छ कि भन्ने मोटामोटी अर्थ छ। एक दिन आइसकेको छ र खर्च हुने र रु 4 लाख अनुमानित बचतलाई उपयोग गर्दै अगाडि बढ्ने लक्ष्य लिएका छौँ र प्रदेशबाट प्राप्त 1,97,000 अहिले प्राप्त भएको थियो। मध्येबाट कम्प्युटर, पुस्तक, नेट जडान, रङ्गरोगन, कार्पेटिङ,